10 वर्षलाई निर्वाचित भएर आएको 8 वर्षमा सबै चिज पुरा गर्ने जस्तो लाग्यो हो। तर रङ्गशाला चाहिँ घाँटीमा अड्क्यो कि क्या हो? एउटा नेताको छोरी पनि म माथि ट्याग छ के। नेताको छोरी हो, नेताको छोरी ट्याग होइन, तपाईँ नेताकै छोरी छोरी हो। एकचोटि भन्नुहोस् त, म मेरो छोरो जयवीरको कसम खाएर म मेरो छोरो जयवीरको कसम भुटानी खाएर शरणार्थी भन्छु, प्रकरणमा 1 रुपैयाँ पैसा खाएको छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन। 2 करोड चाहिँ तपाईँले लिनुभयो भनेर त अडियो चाहिँ क्या? अडियो फेक अडियो मेरो मात्रै आछ, अर्को अरू अडियो सुन्नु भएको छैन। प्रमाण त चपाइदिनु हुँदो रहेछ तपाईँको कांग्रेसको नेताहरू त। अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ कि। मलाई त्यो थाहा छैन, म त्यो कागज खानीमा परेन है, म घाँस खानीमा पनि परेन। त्यो त गजब मान्छु म, तपाईँ यति कन्फिडेन्टली बोलिरहनु भएको छ, बिकज यति कन्फिडेन्टली सबै प्रश्नको जवाब दिइरहनु भएको छ। अर्को पनि म कुरा तर शेरबहादुर देउवालाई यो प्रकरण सुने पछाडि ज्वरो आछ। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको भन्नुभयो नि। मलाई अहिले यो मुलुकले पाल्नुपर्छ भन्नुभयो, त्यसको त ब्याजको स्याज खाइसक्नु पनि। कतिचोटि मन्त्री हुनुभयो थाहा छ? 3 चोटि 3 चोटि मन्त्री हुनुभयो, उप प्रधानमन्त्री हुनुभयो, सांसद हुनुभयो, कति पुस्तालाई पुर्याउनुभयो। Who are you? रवि लामिछानेले ल्याएको 11 लाख समथिङ हजार भोट र रवि लामिछानेले बनाएको पार्टीमा रवि लामिछानेलाई छोड भन्ने तिमी को? म देशको नागरिक। रवि लामिछाने नभइदिएको भए, रासोपा नभइदिएको भए, समानुपातिकबाट सांसद र मन्त्री नबनाइदिए भए तिम्रो हैसियत के हो?